नमस्कार, तपाईहरुलाई स्वागत छ। आज म तपाईहरुलाई माइक्रोसफ्ट एक्सेल सम्बन्धी नयाँ भिडियो लिएर उपस्थित भएको छु। यस भिडियोमा तपाईहरुलाई म माइक्रोसफ्ट एक्सेलमा सिरियल नम्बर राख्ने विभिन्न तरिकाहरुको जानकारी दिन गइरहेको छु। जस्तै हिन्दू अरबिक नम्बर 1 2 3 मा सिरियल नम्बर कसरी राख्ने, देवनागरी अंक अथवा नेपाली अंक 1 2 3 मा सिरियल नम्बर कसरी राख्ने, सिरियल नम्बर रोमनमा कसरी राख्ने, रोमनमा सिरियल नम्बर राख्दा स्मल रोमन र क्यापिटल रोमनमा सिरियल नम्बर कसरी राख्न सकिन्छ, त्यस्तै अल्फाबेट एबीसीडी मा सिरियल नम्बर राख्दा स्मल लेटर एबीसीडी र क्यापिटल लेटर एबीसीडी मा कसरी राख्न सकिन्छ, यी सम्पूर्ण कुराहरुको जानकारी दिनेछु। कृपया भिडियो स्किप नगरी हेर्नुहोला। अब ढिलो नगरी लागौं आजको जानकारीतर्फ। तरिका नम्बर 1, सबभन्दा पहिले 1 सिरियल नम्बर टाइप गर्नुहोस्। त्यसपछि यो सेलमा क्लिक गर्नुहोस्। यो सेलको बटम राइट कर्नरमा टच गर्यो भने प्लस सिम्बल आउँछ। त्यसपछि माउस क्लिक गरेर ड्र्याग गर्नुहोस्। अब अटोफिल अप्सन बटनमा क्लिक गर्नुहोस् र फिल सिरिजमा क्लिक गर्नुहोस्। यसरी तपाईले सिरियल नम्बर राख्न सक्नुहुनेछ। तरिका नम्बर 2, 1 टाइप गर्नुहोस्। बटम राइट कर्नरमा टच गर्नुहोस्। प्लस सिम्बल आउँछ। किबोर्डदेखि कन्ट्रोल की प्रेस गर्नुहोस्। माउस क्लिक गरेर ड्र्याग गर्नुहोस्। माउस छोड्दिनुहोस् र कन्ट्रोल की छोड्दिनुहोस्। तरिका नम्बर 3, 1 2 टाइप गर्नुहोस्। दुईवटा सिरियल नम्बरलाई सिलेक्ट गर्नुहोस्। बटम राइट कर्नरमा टच गर्नुहोस्। माउस क्लिक गरेर ड्र्याग गर्नुहोस्। त्यसपछि माउस छोड्दिनुहोस्। तरिका नम्बर 4, 1 टाइप गर्नुहोस्। यो सेलमा क्लिक गर्नुहोस्। होममा क्लिक गर्नुहोस्। फिलमा क्लिक गर्नुहोस्। सिरिजमा क्लिक गर्नुहोस्। कोलममा क्लिक गर्नुहोस्। स्टप भ्यालु टाइप गर्नुहोस्। तपाईलाई अन्तिम सिरियल नम्बर कतिसम्म चाहिएको छ? मलाई 11 नम्बरसम्म चाहिएको छ। मैले 11 टाइप गरी ओके गरे। तरिका नम्बर 5 इक्वल टु ROW रो ब्राकेट ओपन ब्राकेट क्लोज -1 इन्टर की प्रेस गर्नुहोस्। यो सेलमा क्लिक गर्नुहोस्। बटम राइट कर्नरमा क्लिक गरी माउस ड्र्याग गर्नुहोस्। यो मेथडबाट सिरियल नम्बर राख्दा तपाईले जुन सेलदेखि सुरु गर्नुहुन्छ त्यो सेलमा इक्वल टु ROW रो ब्राकेट ओपन क्लोज गर्नुहोस्। रो ब्राकेट ओपन क्लोजले त्यो एक्टिभ रो नम्बर देखाउँछ र माइनस तपाईको त्यो रो देखि माथिपट्टि कतिवटा सेल बाँकी रहन्छ अथवा रो बाँकी रहन्छ माइनस त्यति रो गर्नुहोस्। मेरो यो भन्दा माथि 3 वटा रो बाँकी रहेको छ। -3 गरे इन्टर की हान्नुहोस्। अब 1 आयो यहाँ। त्यसपछि क्लिक गरेर तान्नुहोस्। तरिका नम्बर 6 इक्वल टु SEQUENCE सिक्वेन्स ब्राकेट ओपन। तपाईलाई कति नम्बर सिरियलसम्म चाहिएको छ त्यति टाइप गर्नुहोस्। मलाई 11 नम्बरसम्म चाहिएको छ। मैले 11 टाइप गरे। अन्तमा ब्राकेट क्लोज गरी इन्टर की प्रेस गर्नुहोस्। तरिका नम्बर 7 आउनुहोस् अब सिकौं सबैभन्दा पहिले स्मल लेटर एबीसीडी मा सिरियल नम्बर कसरी राख्न सकिन्छ त। स्मल लेटर एबीसीडी मा सिरियल नम्बर राख्नु पर्यो भने इक्वल टु CHAR ब्राकेट ओपन SEQUENCE सिक्वेन्स ब्राकेट ओपन। तपाईले कति वटा क्यारेक्टरको सिरियल नम्बर राख्न चाहनुहुन्छ त्यति टाइप गरी कमा टाइप गर्नुहोस्। त्यसपछि 1 टाइप गर्नुहोस्। कमा टाइप गर्नुहोस्। त्यसपछि 97 टाइप गरी डबल ब्राकेट क्लोज गर्नुहोस्। त्यसपछि इन्टर की प्रेस गर्नुहोस्। त्यस्तै गरी यदि तपाईलाई क्यापिटल लेटरमा सिरियल नम्बर राख्नु पर्यो भने इक्वल टु CHAR ब्राकेट ओपन SEQUENCE सिक्वेन्स ब्राकेट ओपन। तपाईले कतिवटा क्यारेक्टरको सिरियल नम्बर राख्न चाहनुहुन्छ त्यति टाइप गरी कमा टाइप गर्नुहोस्। 1 टाइप गर्नुहोस्। फेरि कमा टाइप गर्नुहोस्। त्यसपछि 65
टाइप गरी डबल ब्राकेट क्लोज गरी इन्टर की प्रेस गर्नुहोस्। यसरी तपाईले क्यापिटल लेटर ABCD मा सिरियल नम्बर राख्न सक्नुहुनेछ। यसरी ABCD मा सिरियल नम्बर राख्दा तपाईले सिक्वेन्स पछिको जुन 10 नम्बर छ यो ठाउँमा तपाईले म्याक्सिमम भनेको 26 सम्म टाइप गर्न सक्नुहुनेछ, किनभने हाम्रो ABCD भनेको जम्मा 26 वटा क्यारेक्टर हुन्छ। यो 1 भनेको एउटा कोलममा र यो 65 भनेको क्यापिटल A को कोड हो। तरिका नम्बर 8 माइक्रोसफ्ट एक्सेलमा रोमनमा सिरियल नम्बर राख्नको लागि ROMAN ब्राकेट ओपन SEQUENCE सिक्वेन्स ब्राकेट ओपन र तपाईले कति नम्बरसम्म रोमन अङ्क सेट गर्न चाहनुहुन्छ त्यति अङ्क टाइप गर्नुहोस् र डबल ब्राकेट क्लोज गर्नुहोस्। त्यसपछि इन्टर की प्रेस गर्नुहोस्। यसरी तपाईले रोमन सिरियल नम्बर राख्न सक्नुहुनेछ। रोमन अङ्कमा सिरियल नम्बर राख्नको लागि तपाईहरुले माइक्रोसफ्ट अफिस 2021 अथवा माइक्रोसफ्ट एक्सेल 2021 भर्जन देखि माथिपट्टिको भर्जन प्रयोग गर्नु पर्नेछ। स्मल रोमन नम्बरमा र क्यापिटल रोमन नम्बरमा सिरियल नम्बर कसरी राख्न सकिन्छ त्यस सम्बन्धी जानकारी दिन गइरहेको छु। कृपया भिडियो स्किप नगरी हेर्नुहोला। अब सुरुमा हेरौं स्मल रोमन नम्बरमा कसरी सिरियल नम्बर राख्न सकिन्छ त। स्मल रोमन नम्बरमा सिरियल नम्बर राख्नु पर्यो भने LOWR ब्राकेट ओपन ROMAN ब्राकेट ओपन SEQUENCE ब्राकेट ओपन टाइप गर्नुहोस्। त्यसपछि तपाईले कति नम्बरसम्म सिरियल नम्बर राख्न चाहनुहुन्छ त्यति टाइप गर्नुहोस् र 3 वटा ब्राकेट क्लोज गरी इन्टर की प्रेस गर्नुहोस्। यसरी तपाईले स्मल लेटरमा सिरियल नम्बर राख्न सक्नुहुनेछ। अब क्यापिटल लेटरमा सिरियल नम्बर राख्नको लागि UPPER ब्राकेट ओपन ROMAN ब्राकेट ओपन SEQUENCE ब्राकेट ओपन टाइप गरी तपाईले कति नम्बरसम्म क्यापिटल रोमन नम्बरमा सिरियल नम्बर राख्न चाहनुहुन्छ त्यति टाइप गरी 3 वटा ब्राकेट क्लोज गर्नुहोस्। अन्तमा इन्टर की प्रेस गर्नुहोस्। यसरी तपाईले क्यापिटल रोमन नम्बरमा सिरियल नम्बर राख्न सक्नुहुनेछ। यो फिचर तपाईहरुले केवल माइक्रोसफ्ट अफिस 2021 भर्जन देखि माथिको भर्जनमा प्रयोग गर्न सक्नुहुनेछ। तरिका नम्बर 9 हेर्नुहोस्। अब यहाँ मसँग यस्तो खालको डाटा छ। यो डाटामा नामको अगाडि सिरियल नम्बर राख्नु पर्नेछ अथवा यो डाटामा एउटा रो ब्ल्याङ्क छोडेर सिरियल नम्बर राख्नुपर्ने छ। यो अवस्थामा सिरियल नम्बर कसरी राख्ने त अथवा हामीले सिरियल नम्बर राख्दा एउटा रो ब्ल्याङ्क छोडेर कसरी राख्न सक्छौं त। अब लागौं एउटा रो ब्ल्याङ्क छोडेर सिरियल नम्बर राख्ने तरिकातर्फ। त्यसको लागि इफ ब्राकेट ओपन इज ODD odd ब्राकेट ओपन ROW रो ब्राकेट ओपन डबल क्लोज कमा डबल इन्भर्टेड कमा ब्राकेट ओपन ROW रो ब्राकेट ओपन डबल क्लोज /2 ब्राकेट क्लोज गरी इन्टर की प्रेस गर्नुहोस्। अब 1 आयो। अब बटम राइट कर्नरमा क्लिक गरेर ड्र्याग गर्नुहोस्। यो तरिकाबाट हामीले एउटा रो ब्ल्याङ्क छोडेर यसरी सिरियल नम्बर राख्न सक्छौं। तरिका नम्बर 10 मसँग यस्तो खालको डाटा छ। यो डाटामा दुईवटा रोलाई अथवा सेललाई मर्ज गरेर सिरियल नम्बर राख्नुपर्ने छ। यो दुईवटा भनेको एउटा सिरियल नम्बर हो, यो दुईवटा अर्को सिरियल नम्बर हो, यो दुईवटा अर्को सिरियल नम्बर हो। यसरी दुईवटा सेललाई मर्ज गरेर सिरियल नम्बर राख्नु परेको अवस्थामा कसरी राख्ने त। अब
यो दुईवटा सेललाई होममा जानुहोस्, मर्ज एन्ड सेन्टरमा क्लिक गर्नुहोस्। फेरि यो सेलमा दुईवटा सेललाई सिलेक्ट गर्नुहोस्, होममा गएर मर्ज एन्ड सेन्टरमा क्लिक गर्नुहोस्। त्यस्तै फेरि यो दुईवटा सेललाई सिलेक्ट गर्नुहोस्, होममा गएर मर्ज एन्ड सेन्टरमा क्लिक गर्नुहोस्। यो दुईवटा सिलेक्ट गर्नुहोस्, मर्ज एन्ड सेन्टर गर्नुहोस्। यो दुईवटा सिलेक्ट गर्नुहोस्, मर्ज एन्ड सेन्टर गर्नुहोस्। यही तरिकाले दुईवटा सेललाई मर्ज गर्दै जानुहोस्। अब मर्ज गरेको ठाउँमा सिरियल नम्बर कसरी राख्ने त? मर्ज भएको सेलमा सिरियल नम्बर राख्दा 1 नम्बर टाइप गर्नुहोस्, 2 नम्बर सिरियल टाइप गर्नुहोस्। यो दुईवटा सिरियल नम्बरलाई सिलेक्ट गर्नुहोस्, बटम राइट कर्नरमा क्लिक गरी ड्र्याग गर्नुहोस्। यसरी हामीले मर्ज भएको सेलमा सिरियल नम्बर राख्न सक्छौं। यदि मर्ज भएको ठाउँमा बराबर सेलहरू मर्ज भएको छ भने, जस्तै यसमा दुईवटा सेल मर्ज भएको छ, यसमा दुईवटा सेल मर्ज भएको छ, त्यस्तै गरी सबैमा दुई दुईवटा मर्ज भएको छ। यसरी सबै सेल बराबर मर्ज भएको अवस्थामा यसरी तपाईले सिरियल नम्बर राख्न सक्नुहुन्छ। तर मर्ज गर्दाखेरि तपाईले धेरै र थोरै सेलहरू मर्ज गरेर सिरियल नम्बर राख्नु परेको अवस्थामा यसरी राख्न मिल्दैन। यो अवस्थामा अब हामीले सिरियल नम्बर कसरी राख्न सक्छौं त? यो तरिका हेरौं। तरिका नम्बर 11, मेरो यो डाटामा एक ठाउँमा 3वटा सेल मर्ज भएको छ। जस्तै यसमा दुईवटा, यसमा दुईवटा, यसमा दुईवटा र यसमा 3वटा सेल मर्ज भएको छ। यसरी धेरै थोरै सेलहरू मर्ज भएको अवस्थामा मर्ज सेलभित्र सिरियल नम्बर कसरी राख्ने? अब हेर्नुहोस् यो तरिका। त्यसको लागि सुरुमा एक सिरियल नम्बर टाइप गर्नुहोस्, दोस्रो सेलमा जानुहोस्, इजिकल टु MAX ब्राकेट ओपन C2 इज टु C3 ब्राकेट क्लोज प्लस 1 C2 सेललाई F4 हानी फिक्स गर्नुहोस्, इन्टर की हान्नुहोस्। अब यी मर्ज सेलहरूलाई सिलेक्ट गर्नुहोस्, फर्मुला बारमा क्लिक गर्नुहोस् र कन्ट्रोल इन्टर की प्रेस गर्नुहोस्। यसरी अटोमेटिक सिरियल नम्बर आउँछ। तरिका नम्बर 12, इजिकल टु इफ ब्राकेट ओपन D2 इजिकल टु डबल इन्भर्टेड कमा। यदि D2 सेलमा यो D2 सेलमा खाली छ भने कमा डबल इन्भर्टेड कमा ब्ल्याङ्क कमा ROW रोज ब्राकेट ओपन D2 इज टु D2 डबल ब्राकेट क्लोज। पहिलो D2 लाई F4 हानी फिक्स गर्नुहोस्, अन्तमा इन्टर की हान्नुहोस्। अब यो सेलको बटम राइट कर्नरमा क्लिक गरी ड्र्याग गर्नुहोस्। तरिका नम्बर 13, इजिकल टु इफ ब्राकेट ओपन D2 इजिकल टु डबल इन्भर्टेड कमा। यदि D2 सेल ब्ल्याङ्क छ भने कमा डबल इन्भर्टेड कमा ब्ल्याङ्क कमा SUBTOTAL ब्राकेट ओपन काउन्ट A कमा D2 इज टु D2 ब्राकेट क्लोज डबल ब्राकेट क्लोज र पहिलो D2 सेललाई F4 हानी फिक्स गर्नुहोस्, अन्तमा इन्टर की हान्नुहोस्। अब यो सेलमा क्लिक गर्नुहोस्, बटम राइट कर्नरमा क्लिक गरी ड्र्याग गर्नुहोस्। यो तरिकाबाट सिरियल नम्बर राख्दा के हुन्छ भने, यदि कुनै पनि रो ब्ल्याङ्क छ भने त्यस रोमा सिरियल नम्बर राख्दैन, अटोमेटिक हाइड हुन्छ र तपाईले यदि तलपट्टि एड गर्दै जानुभयो भने सिरियल नम्बर पनि अटोमेटिक एड हुन्छ। तरिका नम्बर 14, इजिकल टु SUBTOTAL सब टोटल ब्राकेट ओपन। सब टोटलको मतलब फंक्सन सिलेक्ट गर्नु हो। मैले तेस्रो नम्बर फंक्सन सिलेक्ट गरेँ अथवा काउन्ट ए सिलेक्ट गरेँ, कमा मैले सिरियल नम्बर राख्ने भनेको D को 2 बाट हो। काउन्ट ए ले गन्ने काम गर्छ। D2 इज टु D2 ब्राकेट क्लोज गर्नुहोस् र पहिलो D2 सेलमा क्लिक गरी
F4 प्रेस गर्नुहोस्। F4 प्रेस गरिसकेपछि D2 लाई फिक्स गरिदिन्छ। त्यसपछि इन्टर की प्रेस गर्नुहोस्। अब 1 आयो, यहाँदेखि क्लिक गरेर ड्र्याग गर्नुहोस्। यसको फाइदा के हुन्छ भने यदि तपाईले यो बिचबाट कुनै एउटा रो डिलिट गर्नुभयो भने रो नम्बर अथवा सिरियल नम्बर अटोमेटिक अपडेट हुन्छ। तरिका नम्बर 15। अब अन्तमा हेरौं नेपालीमा सिरियल नम्बर राख्ने तरिका। नेपालीमा सिरियल नम्बर राख्नको लागि नेपाली नम्बर फन्टको आवश्यकता पर्दछ। त्यसको लागि तपाईले नेपाली नम्बर फन्ट जस्तै नागरिक नम्बर, अङ्क, फन्टासी हिमाली टिटी इत्यादि फन्टको प्रयोग गर्न सक्नुहुनेछ। अहिले मसँग नागरिक नम्बर फन्ट छ। अब हेरौं यसबाट सिरियल नम्बर कसरी राख्न सकिन्छ त। त्यसको लागि तपाईले यो सेलमा क्लिक गर्नुहोस्, होममा जानुहोस्, फन्ट बक्सदेखि नागरिक नम्बर सिलेक्ट गरी इन्टर की प्रेस गर्नुहोस्। अब 1 टाइप गर्नुहोस्, यो सेलमा क्लिक गर्नुहोस्। यो सेलको बटम राइट कर्नरमा टच गर्नुभयो भने प्लस सिम्बल आउनेछ। त्यसपछि माउस क्लिक गरेर किबोर्डदेखि कन्ट्रोल प्रेस गर्नुहोस् अनि माउस ड्र्याग गर्नुहोस्। यसरी तपाईले नेपालीमा सिरियल नम्बर राख्न सक्नुहुनेछ। यो भिडियो तपाईहरुलाई कस्तो लाग्यो कृपया कमेन्ट गर्न नबिर्सनु होला। यदि भिडियो मन पर्यो भने भिडियोलाई लाइक गर्नुहोला, साथीहरुमा शेयर गर्नुहोला र च्यानललाई सब्स्क्राइब गर्न पनि नभुल्नुहोला। यस च्यानलमा म तपाईहरुलाई माइक्रोसफ्ट वर्ड, एक्सेल, पावरपोइन्ट, ग्राफिक डिजाइनिङ सम्बन्धी इनडिजाइन, फोटोशप, इलिस्ट्रेटर इत्यादि र कम्प्युटर सम्बन्धी टिप्स एन्ड ट्रिक्सहरु क्रमशः च्यानलमा अपलोड गर्दै जानेछु। यदि घरमै बसी सिक्न चाहनुहुन्छ भने च्यानललाई फटाफट सब्स्क्राइब गर्नुहोला। तपाईको एक सब्स्क्राइबले हामीलाई नयाँ भिडियो ल्याउनको लागि मोटिभेट गर्नेछ भन्दै यस भिडियोबाट बिदा हुन चाहन्छु। नमस्ते।